हामीले न्युजिल्यान्ड स्टुडेन्ट भिजा गर्दै गर्दाखेरि चाहिँ कति धेरै क्वेसन्सहरू हामीलाई न्युजिल्यान्डको भिजिट भिजाको लागि पनि आउँछ होइन। हामीले न्युजिल्यान्डको भिजिट भिजा पनि एप्लिकेसन प्रोसेस गर्छौँ र आज चाहिँ हामी त्यही भिजिटको बारेमा फर्दर क्लेरिफिकेसनको लागि यो भिडियो बनाइरहेको छौँ। म्याम, हामीलाई इन्क्वायरी आउने बेलामा चाहिँ स्टुडेन्ट मात्र नभएर हाम्रो भिजिट भिजाको लागि पनि आइरहेको हुन्छ। अब न्युजिल्यान्ड फर्स्ट स्टेपमा अप्लाई गर्दा हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हो? अब हामीले भिजिटिङको लागि न्युजिल्यान्ड अप्लाई गर्दाखेरि चाहिँ हाम्रो फर्स्टली भनेको चाहिँ भिजिटिङको रिजन चाहिँ जेन्युइन हुनुपर्छ। अब त्यसमा फर्स्ट म्याटर गर्ने भनेको चाहिँ हजुरको इन्भाइटर को हुनुहुन्छ, त्यसमा चाहिँ हजुरको ब्लड रिलेसन हो कि, हजुरको स्पाउस हो कि, फियान्सी हो कि, हजुरको सिब्लिङ्स हुन्छ कि, त्यो चाहिँ एकदम जेन्युइन हुनुपर्नेछ। सो इन्भिटेसन रिजनको कुरा त भइ नै हाल्यो। अब अप्लाई गर्दै जाँदाखेरि तपाईँलाई फाइनेन्सियल रिक्वायरमेन्ट पनि हुन्छ। अब न्युजिल्यान्डको लागि भिजिट स्पेसिफिक अप्लाई गर्दा हामीले फाइनेन्स चाहिँ के देखाउनु पर्ला? फाइनेन्सियली चाहिँ हाम्रो रिक्वायरमेन्ट भनेको चाहिँ 1000 न्युजिल्यान्ड डलर हो पर मन्थ। तर हामीले आफू सेफ साइड बस्नको लागि चाहिँ पर मन्थ 2000 को हिसाबले चाहिँ हामीले त्यो अनुसार चाहिँ आफू वेल प्रिपेयर हुनुपर्छ। फाइनेन्सियल र इन्भिटेसनको बारेमा त हामीले बुझि नै हाल्यौँ। यसबाहेक अरू हामीले ध्यान दिनुपर्ने केही छ? यो सँगै चाहिँ हामीले एकदमै ध्यान पुर्याउनु पर्ने कुरा भनेको चाहिँ रिटर्न टु नेपालको इन्टेन्सन चाहिँ हामीले एकदमै क्लियरली नै हामीले देखाउनु पर्ने हुन्छ। यो सँगै चाहिँ हजुरको प्रोपर्टीहरू हुन्छ त्यसको चाहिँ हामीले भ्यालुएसन गरेको हुनु पर्यो र त्यो सँगै हजुरको जब छ र त्यो जबबाट चाहिँ हामीले पहिले नै लिभ एप्लिकेसनको चाहिँ त्यो पनि रिकमेन्डेसन बनाउनु पर्यो र हजुर कलेजहरू छ, हजुरले कलेजहरू पढिरहनु भएको छ भने आफ्नो कलेजबाट पनि यो रिकमेन्डेसन लेटर पहिले नै बनाएको हुनुपर्छ। र त्यो सँगै हामीले लास्टमा अर्को भनेको चाहिँ हाम्रो स्ट्रङ पोइन्ट हुन सक्ने भनेको आफ्नो इस्टाब्लिस्ड कुनै पनि बिजनेसहरू छ भने हामीले त्यो पनि देखाउँदा चाहिँ हाम्रो चाहिँ रिटर्न टु नेपालको इन्टेन्सन चाहिँ एकदमै क्लियर हुने भएको कारणले हाम्रो भिजा चान्सेस चाहिँ एकदमै हाई हुन सक्ने हुन्छ। अब हामीले न्युजिल्यान्डको बारेमा बेसिक भिजिटमा जानको लागि रिजनहरू त थाहा पाइ नै हाल्यौँ के डकुमेन्ट चाहिन्छ भनेर। नम्बर फर्स्ट, इन्भिटेसनले एकदमै धेरै रोल प्ले गर्छ तपाईँको कसले इन्भाइट गर्दै हुनुहुन्छ भनेर। फन्डिङ डकुमेन्ट त्यस्तै भइहाल्यो। अर्को, इन्टेन्सन टु रिटर्न होम कन्ट्री पनि जेन्युन हुनु पर्यो। अब सबैजनाको एउटै केस हुन्छ भन्ने जरुरी छैन, सबैजनाको डिफ्रेन्ट हुनसक्छ। त्यही भएर तपाईँले आफूले काउन्सिलिङ लिन खोजिराख्नु भएको छ भनेदेखि तपाईँले जिडिएम अफिसियलको भर्चुअल काउन्सिलिङ पनि लिन सक्नुहुन्छ, अर तपाईँ डाइरेक्टली हामीलाई भिजिट गरेर पनि आफ्नो एप्लिकेसन देखाउन सक्नुहुन्छ। हामी चाहिँ कालिका स्थानमा लोकेटेड छौँ, सिल्भर सिटी अपार्टमेन्टको अपोजिटमा। इन्ट्रेस्टेड हुनुहुन्छ भनेदेखि हामीलाई रिच आउट गर्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।